गाइस आज चाहिँ यत्रो जलजलाको आयो ठ्याक्क जलजला अहिले चाहिँ दामी छ जलजला हिमाल चाहिँ अलि क्यामेराले राम्रो देखाएन हैन गाइस हिमाल टक्क देखिन्छ कोहीलाई घुम्न आउन मन छ भने यसो कन्ट्याक्ट गरेर आउँदा हुन्छ कन्ट्याक्ट गर्नु भने चाहिँ लिएर आइन्छ यो हो जलजला पुरा जता हेर त्यतै डाँडा छ है बस्ने ठाउँ चाहिँ उ त्यो हो अनि होटल माथि छ होटल है अनि त्यो नै होटल हो बस्ने यसो आउन मन लागेको छ भने चाहिँ मलाई यसलाई यसो कन्ट्याक्ट गरेर आउन सकिन्छ गाइस जलजला हो यो चाहिँ डाँडा र काँडा वरिपरि जस रमाइलो छ ठाउँ चाहिँ अझै माथि माथि घुम्न जाने हुन्छ दामी छ सुजन कस्तो फिल भयो त तँलाई जलजला आएर दामी भयो ल दामी भयो फर्स्ट टाइम है हामी चाहिँ आज चाहिँ गाडी लिएर जलजला आइएको छ यतै घर बनाएर बस्नु जस्तो भयो त्यस्तो रमाइलो भयो तँलाई रमाइलो छ ठाउँ यस रमाइलो छ ठाउँ चाहिँ घुम्न मन छ भने चाहिँ आउँदा हुन्छ गाइस आउनु मन भयो है यसो कन्ट्याक्ट नम्बर पनि राखिदिएको हुन्छु मैले अहिले चाहिँ अनि यस्तो कन्ट्याक्ट गर्नुभयो भने चाहिँ आउन सकिन्छ हामी चाहिँ पेज होइन अलिक क्यामेरा अलि राम्रो भएन कि मेरो राम्रो देखिएन दामी छ ठाउँ त ए पाहाड यता पाहाड उता पाहाड होइन उता हिमाल छ त्यहाँ त्यस्तो छ यता एक चाहिँ जलजलाको माछा होइन यो चाहिँ चिसो खाएको पानी यो गाई छुनै सकिने यहाँ चाहिँ अब चाहिँ पुसमा चाहिँ जमेर है पानी नै झर्दैन क्या पुरा जम्छ कि पाइपमा टक टक हान्नुपर्छ यस्तो गाह्रो हुन्छ यहाँ चाहिँ आस गाह्रो छ गाह्रो हुन्छ हामीले आएको मान्छे चाहिँ टोली हामीले आएको टोलीहरू आउनु इच्छुक हुनुहुन्छ भने चाहिँ सम्पर्क गर्न सकिन्छ गाइज अहिले म नम्बर पनि छोडिदिन्छु तपाईँहरूलाई दामी छ ठाउँ चाहिँ गाडी चाहिँ त्यही हो गाडी चाहिँ यही सर आइन्छ गाइज होइन बाटो पनि राम्रो भन्दा पनि ठिक जस्तो आउनु मन छ भने चाहिँ यसो कन्ट्याक्ट गर्दा हुन्छ है गाइज ल